हेलो साथीहरू, आज म चाहिँ हजुरहरूको लागि इडली रेसिपी, इडली साम्बर र चटनीको रेसिपी लिएर आएको छु। चटनी चाहिँ हाम्रो काँचो नरिवलको हुनेछ। हजुरहरूलाई काँचो नरिवलबाट कसरी अचार बनाउने भन्ने कुरा चाहिँ पनि हेर्न सक्नुहुन्छ। हामीले इडलीको लागि चाहिँ सबैभन्दा पहिला सुजीको पिठो लिएको छौँ। त्यस पछाडि अमिलो मोही लिन्छौँ। दही पनि हामीले लिन सक्छौँ। दहीबाटै मोही बनाएर हामीले चाहिँ लिएको छौँ। त्यस पछाडि हामीले यसरी पिठो भिज्नलाई 1 घन्टाको लागि छोडिदिएको छौँ। 1 घन्टाको लागि पिठो भुज्न यसरी गरेर 1 घन्टाको लागि पिठो भुज्न छोडिदिने। धेरै गिलो पनि होइन, साह्रो पनि होइन, टक्क सलल्ल बग्ने खालको पिठो बनाउने। यो चाहिँ हामीले भिज्नलाई छोडिदिएको छ। भरि मोही हालिदिएर चाहिँ हामीले भिज्नको लागि छोडिदिएको छौँ। हामीले चाहिँ एकदम ओरिजिनल सुजी लिएको छौँ। हामीले चाहिँ सुजीको पिठो हो। अनि अलिकता खाने सोडा हाल्दैछौँ। यसले चाहिँ पिठोलाई फुलाउने काम गर्छ, फुल्छ। त्यही भएर चाहिँ हामीले सोडा युज गरेको छ। हजुरहरूले पनि युज गर्न सक्नुहुन्छ, चाहिँ राम्रो भन्छ। यतिको गिलो बनाएर हामीले चाहिँ यसरी भिजिसकेपछि यतिको बनेको छ, फुलिसकेपछि हेर्नु त कस्तो राम्रो पिठो बनेको छ। चाहिँ एकदम इजी रहेछ इडली बनाउन चाहिँ। इडली बनाउनको लागि चाहिँ हामीलाई इडलीको स्पेसल भाँडा चाहिने रहेछ। यो चाहिँ इडली पकाउनको लागि भाँडा हो। यस्तो यो हाम्रो सप्तपालाहरू जस्तो हुन्छ नि, यस्तो टाइपको हुँदो रहेछ, टक्क टक्क राख्ने। अनि यो इडलीको यस्तो प्लेट भयो भनेदेखि चाहिँ हामीले मोमो पकाउने भाँडा पनि बनाउन सक्ने रहेछौँ। स्टिम गर्ने रहेछ। यो चाहिँ अलि अप्ठ्यारो हुने रहेछ। अलि अप्ठ्यारो लागेर हामीले चाहिँ यो भाँडा भए पनि हामीले चाहिँ यो प्लेट मात्रै युज गरेर मोमो पकाउने भाँडामा युज गरेको। यसको मुनि पानी जान्छ। अनि यो चाहिँ यो प्लेट जस्तो चाहिँ अर्को के बनाउने भन्दै हुइसिन्थ्यो भाउजूले। चाहिँ अर्कै थोक बनाउनको लागि हो, इडली बनाउनलाई होइन। इडली बनाउन चाहिँ त्यो सप्तपाला जस्तो टक्क त्यहाँ राखेर मैले भाँडा मिलाइदिएर राखिदिएँ। यस्तो प्रकारको भाँडा चाहिँ हामीले इडली बनाउन पहिला किन्नुपर्ने रहेछ। अरू त नर्मल छ, र हामीले सकिहाल्छौँ चाहिँ भाँडाहरू है त। अनि इडली बनाउनको लागि हामीले सबैभन्दा पहिला यस्तो यो भाँडाहरूमा तेल लगाउनु पर्ने हुन्छ। टाँसिन्छ। तेल लगाएर टक्क लाएर चाहिँ इडली हामीले हाल्छौँ। हामीले चाहिँ इडलीलाई यसरी भरेको छौँ। टक्क लाएर हल्का तेल लगाएर टक्क यसरी राख्ने, टक्क टक्क पारेर यसरी हामीले थोरै थोरै डाडुमा लिएर गएर यसरी भर्ने। चाहिँ मेरो फर्स्ट ट्राई भएको भएर अलिअलि जानेको छैन। त्यही पनि मैले सिक्दै बनाउँदै गरेको छु। साइडमा भाउजूले सिकाइरहनु भएको छ। म चाहिँ सिक्ने हो है, आज सिकारु हो। मैले फर्स्ट टाइम ट्राई गरेको इडली बनाउनलाई मेरो चाहिँ फर्स्ट टाइम हो। त्यही भएर अलिकति धेरै हाले कि जस्तो भएर चम्चाले निकाल्दैछु, पहिलोचोटि भएको भएर। यसै गरी हजुरहरूले पनि बनाउन सक्नुहुन्छ। इडली बनाउनु त धेरै सजिलो रहेछ। यसै गरी एकपछि अर्को सबै त्यो उसमा प्लेटमा चाहिँ हामीले यसरी इडलीलाई भर्ने रहेछ। टक्क लाएर भर्ने, अनि टक्क 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 राख्ने, टक्क अनि स्टिम गर्ने रहेछ। मोमो स्टिम गरे जसरी एकदम यो चाहिँ चामलको पिठोबाट नि हुन्छ है। यो चाहिँ हामीले यसरी मोमो पकाउने भाँडामा चाहिँ हामीले यसलाई चाहिँ बनाएको। मोमो पकाउने भाँडामा चाहिँ यसलाई युज गरेको हामीले। इडलीको भाँडामा चाहिँ अलिक गाह्रो भएर। अनि यसरी निकाल्ने, हेर्नु त कस्तो मजाले निक्लेको छ। एकदम सफ्ट, एकदमै मिठो लाग्यो हामीलाई चाहिँ साम्बरसँग खानलाई। मैले चाहिँ फर्स्ट टाइम ट्राई गरेको भएर पनि होला, एकदमै धेरै मन पर्यो। हजुरहरूलाई पनि मन पर्न सक्छ। एकचोटि अवश्य ट्राई गर्नु होला ल। इडली बनाउनलाई एकदम सजिलो रहेछ। हेर्नु त कस्तो सफ्ट, 1-2वटा फुटेछ त्यहाँनिर मैले निकाल्नु नजानेर। एकदमै सफ्ट बनेको थियो।
अब चाहिँ हामी साम्बर बनाउनतिर जान्छौँ। साम्बर बनाउनको लागि चाहिँ सबै सब्जीहरूलाई एकै ठाउँमा पकाउने रहेछ। यसरी हामीले चाहिँ लौका, भिन्डी अनि त्यस पछाडि भान्टा, आलु अनि चनाको दाल लिएर चाहिँ हामीले साम्बर बनाएको छौँ। यो चाहिँ साम्बर बनाउने रेसिपी हो। साम्बर बनाउनको लागि चाहिँ यसरी यो के अरे सक्खर त्यस पछाडि तित्री, सक्खरलाई यसरी भिजाइदिने, पानी मात्रै लिने, रस लिने, त्यो पछि छोक्रा छोक्री हामीले छानेर दिनुपर्ने रहेछ। यसरी सक्खर लिने। यो चाहिँ साम्बर झार्नको लागि पनि हामीले तयारी गरेका छौँ। अनिवार्य रूपमा रातो खोर्सानी अनि अनिवार्य रूपमा के अरे त्यो कढीपत्ता अनि यो तोरी, हिङ, योहरू, यो चाहिँ तित्री हो। यो तित्रीलाई पनि हामीले भिन्न छोडिदिएका छौँ। यसको पनि रस मात्रै लिने। यो सबै हालेको साम्बरलाई यत्तिको बनाउनको लागि चाहिँ हामीले यसलाई झान्नुपर्ने हुन्छ। झान्नको लागि हामीलाई चाहिँ अदुवा चाहिन्छ। अदुवा अनि तोरी अनि खोर्सानी अनि अनिवार्य रूपमा कढीपत्ता अनि हामीले थोरै खाने हिङ हालेर चाहिँ हामीले त्यो साम्बरलाई झार्न सक्छौँ। यो चाहिँ मसला बनाउँदैछौँ हामी। त्यसमा हाल्नको लागि खोर्सानी, धुलो खोर्सानी, त्यस पछाडि नुन, मसला, बेसार चाहिँ साम्बरको लागि हामीले यसरी घोलेर पहिला मसला बनाउँछौँ। त्यस पछाडि हामीले चाहिँ यसरी चाहिँ त्यो इम्लीलाई अनि सक्खरलाई यसरी छान्नेबाट छानेर चाहिँ हामीले रस मात्र हाल्छौँ, त्यो छोक्रा हाल्दैनौँ। हजुरहरू पनि यसै गर्नुहोला। अब काँचो नरिवलको अचार बनाउन सिक्नुहोस् है त। नरिवललाई सबैभन्दा पहिला फोडेर यतिको टुक्रा टुक्रा पार्ने अनि त्यसको लागि पनि हामीले कढीपत्ताहरू गर्ने, खोर्सानी यो एकै ठाउँमा यसरी राखेर जिरा पनि हालेर अनि धनियाँको पत्ताहरू सबै थोक राखेर हामीले एकै ठाउँमा टक्क जिरा सिरा टक्क हालेर यसरी मिक्सरमा मिक्सिङ गरिदिने। यो यतिको हुन्छ। यतिको भइसके पछाडि अनि हल्का दही हालिदिने। हामीले दही छुटाउनु भएन, दही हालिदिने यसैमा। अनि यो हामीले के अरे चना पनि हालेको छ। हामीले भुटेर राखेको चनालाई पनि मिक्सरमा पिसेर यो पनि मिक्स गरिदिने, एकदम मिठो हुन्छ। अनि जिरा तोरीहरूले चाहिँ यसलाई झानिदिने, कढीपत्ता हालेर झानिदिने। म झानेको पनि हजुरहरूलाई देखाउँछु। पारेर सबै थोक रेडी गरेर कुटुङ टुङ हामीले यसरी झानिदिन्छौँ। अब हेर्नु त जिरा राई सबै थोक राखेर रातो खोर्सानी पनि एउटा राखेर टक्क लाएर त्यो यतापट्टिको चाहिँ साम्बर झार्नको लागि रेडी गरे हो। त्यो चाहिँ हामीले अचार झार्नको लागि रेडी गरे हो। सँगै भिडियो बनाएको भएर अलिकति कन्फ्युज नहुनु होला। यसरी टक्क झानिदिने कढीपत्ता हालेर। ल होइन त यस्तो मिठो हुँदो रहेछ नि यो काँचो नरिवलको अचार। हजुरहरूले खानु भएको छैन भने एकचोटि अवश्य ट्राई गर्नु होला है त। एकदमै मिठो के यो हो नरिवलको चटनी। यसमा चाहिँ अनिवार्य रूपमा कढीपत्ता, तोरी, जिरा झान्नुपर्ने रहेछ है। मेथी चाहिँ झान्नुपर्ने रहेनछ। अनि थोरै हिङ राख्नुहुन्छ भने राखिदिनु। दही हाल्नुपर्ने रहेछ, दही हालिदिनु होला। पारेर अलिकता चिनी पनि हालिदिनु होला, अलिकता नुन पनि हालिदिनु होला। चिनी नुन दुइटै बराबरीमा हालिदिनु होला। ल हल्का गुलियो पनि अनि हल्का नुन पनि एकदम मिठो के। नुन अलिकति बढी भएर चाहिँ निकाल्दैछौँ हामी। पारेर अनि सट्ट मिक्सिङ गरिदिने। रातो धुलो खोर्सानी थोरै हालेर अचार भयो।